हामी ग्रुप जाँदैछौँ विथ आवर ब्रदर्स अनि त्यसपछि मेरो बहिनी छ सरस्वती अनि यहाँ अब अघि नै घरमा चाहिँ ओपनिङ गर्न पाएन किनकि एकदम रस भयो क्या हाम्रो रस पुग्यो अनि बाटो पनि एकदमै यस्तो छ नि त त्यही भएर बाटोमा त्यति धेरै भ्लग चाहिँ गर्नु पाएन मैले होइन अब तर अब जाँदै गर्दाखेरि गर्छ यहाँ चाहिँ अहिले हामी यो के भन्ने ठाउँ हो आई डोन्ट नो होइन तर यहाँनिर चाहिँ कस्तो रहेछ भने पानी ठ्याक्क छुट्टिने रे यो चाहिँ लाइक अन्नपूर्ण बेस क्याम्पबाट आएको पानी अरे अनि त्यो चाहिँ धौलागिरीबाट आएको पानी अरे होइन यो चाहिँ टोटल्ली ठ्याक्कै छुट्टिने रहेछ क्या यस्तो टाइपको होइन सो यहाँ अब चाहिँ सिधै घामचुकमा गएर भेट हुन्छ होला सरस्वती कस्तो लागिरहेछ बाइकमा बस्दा कहाँ दुख्यो भन त कहाँ दुख्यो साँच्चै त्यहाँ मात्रै दुख्यो साह्रो दुख्ने रहेछ हो है ठिकै छ केही छैन सो या हामी अब त्यहाँ गएपछि भेट्छौँ अब खाना खाने त्यसपछि टाइटा जम्माको नै पानी दुईवटा ठ्याक्क छुट्टिने कि त्यो लाइक विदेशमा कुन ठाउँमा पो यस्तो छुट्टिन्छ नि समुद्रमा देख्छ भने हाम्रो नेपालमा पनि छ नि सुक्खाहरू नि ल अगाडि होइन अब हामीलाई त्यस्तै कति भने 1.5 hours मान्छे पलिरहेको रहेछ अब हामी जान्छौँ यो बाटो हुँदै ओके सी यू गाइज लेटर Lina. Cuenta. Ada satu orang bertarik Lina mah. Kita tuh bisa. Itu baru kita mana ini? Tak pernah apa? Hah? Tak pernah. Oh,
अरे आउनु दाइ आउनु आउनु बिस्तारै पानी त गइरहेको रहेछ त हेर्दैछ पानी भिजेर अब जुत्ता लाउने टाइम आयो ल हामी जाँदैछौँ अब धेरै छैन यस्तै कति अब आधी घन्टा पनि पुग्छ होला होला हजुर भेटकाटेसी दुईटा छ हजुर राइट साइड लाउनु क्या ए हो राइट त्यो बाटो नजाने हजुर उँभो जाने जाने हजुर भनेपछि त लेफ्ट भयो देब्रे भयो तपाईँको छ नि तल बाटो गयो नि गाउँ रमाइलो भइरहेछ तिमी के दुखेको छैन भजिया बाटो जानु यो बाटो पढ्न मिल्छ तपाईँले देख्नु भयो नि त्यहाँ त्यो बाटो मान्छे फेरि पैदल हिँड्नुपर्छ हो त यो बाटो पैदल हिँड्नुपर्छ यो बाटो साथै फेरि गाउँमै पुग्यो खुट्टाले हिँड्न पर्छ त्यो बाटो ओ त्यो डाँडामा राखेर जाने यो पैदल भनेपछि यो बाटो गरेर तपाईँको दुईटा बाटो आउँछ हामी देब्रे जानु पर्यो दाहिने जानु पर्यो देब्रे जाने देब्रे जानु पर्यो चाहिँ कहाँ र हामी पोखरा हजुर देब्रे जानु ठ्याक्कै गाउँमै पुग्छ हस् त थ्याङ्क यू ल हस् धन्यवाद
भन्नुपर्ने दिनमा कहाँ आइपुगेँ म ए क्या हुआ कस्तो दामी हो वाउ पानी कति चिसो मलाई डर पो लाग्यो जान्छ जहाँदेखि हेरेर भएर बसिरहेको भन्ने यहाँ दियो क्या कसले उनीहरूले क्या पहाडी क्रस गर्दै हेर्दै अरे क्या अनि मैले अङ्ग्रेजीमा दिएँ भने क्या ए त्यो त टल्लो गरेर हेरिरहेको रहेछ तिनीहरूले पुरा कसरी जान्छ यिनीहरू भनेर हेरेर बसिरहेको छ क्या हामी यसरी जान्छ भने देखाएको नि त कडा होला त्यही हो हालत खराब हुन्छ रहेछ यस्तो बाटो छ अब अस्ति मैले भनेको त्यही गरेर नगर्छ ओहो के हो नि त बाटो त खत्तम माई गड यत्रो आएको चाहिँ कस्तो छ कि घामरुख चाहिँ उफ बिचराहरू आउँदै हुनुहुन्छ यो रोडिज अघिदेखि बचाएको जुत्ता कस्तो लाग्छ आइपुग्यो हामी बाइक जुत्ता कस्तो लाग्यो बिल्कुल भएन बिल्कुल यो घामरुख भन्ने ठाउँमा बिचरा कस्तो छ हौ बाटो हुँदा पनि है त्यस्तै होला ब्याड आइडिया हुन्छ क्या हो यहाँ आउने अयो कहाँ त झन्डै पेटै फुटेको रहेछ घोडा घोडा अलिक अग्लो हुन्छ नि घोडा पनि अग्लो हुन्छ ल घामरुख आइपुग्नु भयो थाकेको जस्तो गरेर आउनुपर्छ ग्यास्ट्रिक भयो तपाईँको घोडा मेरो घोडा चढ्नुहुन्छ मेरो घोडा तस्तो रहेछ सामान नै कहाँ जान्ने हो ए न ग्रुम कटेज
हिँड्दैछौँ हामी लर्ड बादल जल्दी आऊ ओहो अघि भर्खरै पानी परेको भर्खर यस्तो राम्रो वेदर भयो वाट इज दिस के हो यो माथि पुगेपछि रेस्टुरेन्ट हुनुपर्छ होला तर्किने थक गई कस्तो राम्रो घर धेरै माथि हिँड्नुपर्ने रहेछ यहाँ कस्तो राम्रो राम्रो हेर्नु सिम्पल घर अझै माथि हो नफर्किने चान्स बढी भयो त्यस्तै लाग्यो ओहो वेदर खुल्यो त एकैछिनमा के होस् त खोइ जस्तै डाँडा यस्तो भइरहेछ मान्छेहरू कता हो उ त तल हो क्या अझै माथि यहाँ चढेर जाने बाटो ए लड्दै र पढ्दै ए आएका हामी आइपुग्यो गुलुङ काटे आइपुग्यो बाटो यस्तो रहेछ दिस इज रेन कटेज ओहो बाटो के होस् त आइपुग्यो 1 किलोमिटर छ अरे त्यस्तो नभनाउ न मान्छेलाई नमारौँ न कति राम्रो बाटो लेमन टी कस्तो चिसो यस्तो छ वेदर टाउको दुखो टाउको एकदमै हाय लाग्यो कि क्या हो अब हामी आज यहीँ बस्छौँ भोलि जान्छौँ होला मलाई आज एकदम टाउको दुख्यो पानीले भिज्यो अनि त्यसपछि टाउको दुख्यो अस्ति नै क्लबमा हेड ब्याग हानेर अब बिचक भएको छ मेरो हालत ठिकै छ ल जाऊँ अब हामी अब भोलि हुन्छ होला गान्तोकको ब्लगमा बाई ज्वरो आएर बिजोक छ मेरो पछाडि हेर न यो पुन्टे पछाको पछि गर्छ कति राम्रो वेदर मलाई निको भएको भए लुगा लगाएर फोटो खिचेर जानुहुन्थ्यो अझै कस्तो गाह्रो भयो नाइट भ्यू अलिकति सन्चो भयो थोरै औषधि खाएर सुतेर बादल चलो यस्तो राम्रो टाइम के गरेर हो बादल लाग्छ है यहाँ छौँ गान्तोकको कस्तो राम्रो ठाउँ तपाईँलाई नाल्ने बाई बाई
सबैले जाने खाना छैन बादल बादल आयो मिठो मिठो खाना खानु भयो आज पानी परेर यस्तो भयो भर्खर खाना खायौँ हामीले पुन्टे पुन्टे अब हामी सुत्ने अनि त्यसपछि भोलि बिहानै राम्रो राम्रो भ्लगहरू आउँछ है त घान्द्रुको अलिकति कस्तो कस्तो भयो मेस्टअप ठिकै छ पानी परेर नि हो हाम्रो रुम देखाउँछु तपाईँहरूलाई यस्तो राम्रो चाहिँ क्युट क्युट रुम बिचरा यहाँ वासरुम पनि रहेछ यस्तो छ यो पुन्टे सानो छ त्यही भएर पुन्टे बेडमा सुत्छ म ठुलो छु त्यही भएर यहाँ सुत्छु ल अनि त्यही हो अब भोलि बिहान उठेर राम्रो राम्रो भ्लग बनाउने तर कस्तो घान्द्रो गाह्रो मलाई यस्तो बिरामी भयो पानीले भिजेर त्यही माथि मैले सर्ट्स लाथेँ चिसो पनि भयो एकदमै गाह्रो भयो एकदम ठिकै छ केही छैन पेन किलर खाएँ अनि अहिले निको भयो खाना खाएँ सो आइम फाइन या एकदम बिरामी भयो सुत्दै भयो हाम्रो ट्रिप यो लाटा जस्तो लाटा हेरेर मात्र बस्छ हैन यस्तै भयो ठिकै छ सुन तिमी আমার फेभरेट भयो यस्तो भयो आया उता कस्तो राम्रो केटा है आया ल भयो छेउछेउबाट जाने त जुम गर्दैछ नि वेल पानी पर्यो घामरुकमा फेरि पनि मैले यहाँ एउटा पुलिस दाइले दिनुभएको ज्याकेट लगाएको छु हैन चिसो भएर यहाँ दाइहरू पात ओढेर हिँड्नु भएको छ यही हो घान्द्रुकको टुर कस्तो कस्तो भयो ठिकै छ केही छैन विल कम नेक्स्ट टाइम हैन अहिले म फ्रेस भएँ त्यही भएर म ह्याप्पी भएर हिँड्दा छु अहिले घर पुगेपछि फेरि रुनुपर्छ होला त्यसले के छोपिन्छ दाइ यसले जुम्रा छोप्छ भगवान घान्द्रुक त कस्तो रमाइलो रहेछ रमाइलो चाहिँ तर पानीले बिजक भयो होइन म अब हेर्नुहोस् पेन्गुइन जस्तो देखिरहेको छु ठिकै छ केही छैन सो या अब हाम्रो घान्द्रुकको चाहिँ भ्लग यति नै अब पानी पर्यो अब यस्तै भयो वेदर केही छैन ठिकै छ होइन सो तपाईँहरू सम्पूर्णले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई माई गॉड वाटर Oh,